सम्पूर्णको ध्यान आकर्षण गर्न चाहे। हामी यस दुःखदको क्षणमा उपस्थित भएको र हाम्रा कानेपोखरी गाउँपालिका उपसभापति श्रद्धेय नेता जफरबहादुर राईको असामयिक निधन भएको हुँदा उहाँ एक समाजसेवी असल व्यक्ति र यो लोकतान्त्रिक आन्दोलनका एक योद्धा हामीले गुमाएका छौँ र यस दुःखदको क्षणमा यो पर्नु गएको वज्रपातप्रति धैर्य धारण गर्ने शक्ति ईश्वरले प्रदान गरून् भन्न निमित्त भावपूर्ण श्रद्धाञ्जली व्यक्त गर्न हामी उपस्थित भएको र उपस्थित हुनुहुने हामी नेपाली काङ्ग्रेस सङ्गठन जिल्ला क्षेत्र केन्द्रीय महाधिवेशन प्रतिनिधिज्यूहरू हुनुहुन्छ। म सरस्वती नाम वाचन गरेर भन्न चाहन्छु। मोरङ जिल्ला नेता गोपाल मानसिंह भण्डारी हुनुहुन्छ। त्यसै गरी कोशी प्रदेश सदस्य सञ्जय भट्टराई, जिल्ला सचिव मोजराज घिमिरे, पूर्व महासमिति सदस्य दिलीप कक्षेदार, पूर्व महासमिति सदस्य दिलीप कक्षेदारज्यू, नातिहरू बिस्तारै पढ। माननीय एवं महासमिति सदस्य मानबहादुर लिम्बू, महासमिति सदस्य नगेन्द्र जम्म कटेल, महासमिति सदस्य रामनारायण मण्डल, पूर्व सांसद एवं महासमिति सदस्य सूर्यमाराज राई, महाधिवेशन प्रतिनिधि केशव राजवंशी, जिल्ला सल्लाहकार सदस्य देवी ओझा, मोरङ क्षेत्र नम्बर 3-1 का सभापति गङ्गा याखा, सभापति पस्ती रूपनारायण भट्टराई, सभापति कानेपोखरी योगेन्द्र दाहाल, उपमेयर बेलबारी नीतु थापा कोइराला, क्षेत्रीय सचिव राजेन्द्र अधिकारी, जिल्ला सल्लाहकार देवी भण्डारी, जिल्ला सल्लाहकार सदस्य देवी भण्डारी, क्षेत्रीय सचिव राजेन्द्र अधिकारी, जिल्ला सल्लाहकार ओम भट्टराई नाम देऊ न, के अरे जिल्ला सल्लाहकार ओम भट्टराई ज्यू, केन्द्रीय सदस्य गोपाल मानसिंह गिरी, पूर्व महाधिवेशन प्रतिनिधि देवीबहादुर भण्डारी, किसान सङ्घ जिल्ला सचिव तीर्थबहादुर कार्की, पत्री सचिव योगराज पाठक, त्यसै गरी पूर्व केरम सभापति मोहन कटवाल, पालिका सहसचिव मनिष नेउपाने लगायत यहाँ उपस्थित विभिन्न तह र तबकामा रहनुहुने कोशी प्रदेश सदस्य पूर्व मेयर कोशी प्रदेश सदस्य तथा पूर्व मेयर शिवप्रसाद ढकाल र सम्पूर्ण आफ्नो तहमा रहनुहुने विभिन्न तहमा रहिरहनुहुने सम्पूर्ण नेतागणहरू साथै यहाँ उपस्थित रहनुहुने यहाँ गाउँका छरछिमेकी आफन्त इष्टमित्र र शोकाकुल परिवारजन, म यो आज हामी वडा र पालिका साथसाथै ज्येष्ठ नागरिकको तर्फबाट संवेदना व्यक्त गर्न आएका छौँ र यो वडाको संवेदना पढ्ने अनुमति चाहन्छु। राष्ट्रियता, लोकतन्त्र, समाजवाद, नेपाली काङ्ग्रेस कानेपोखरी गाउँपालिका वार्ड नम्बर 5 हार्दिक श्रद्धाञ्जली। जन्म विक्रम सम्वत 2007 साल 2 को महिना 1 गते खोटाङ, सोझारण 2082 साल वैशाख 18 गते मोरङ। स्वर्गीय जफरबहादुर राई, जिल्ला खोटाङ जिल्ला नेमटाङ गाविस वार्ड नम्बर 5 मजुवामा विक्रम सम्वत 2007 साल जेठ 1 गते पिता प्रेमबहादुर राई एवं माता रणमाया राईको सुपुत्रको रूपमा जन्मनु भई तस्माया राईसँग वैवाहिक बन्धन बाँधिन भई बसाइसराईको क्रममा कानेपोखरी 5 जहदार मोरङमा स्थायी रूपमा बसोबास गर्दै आउनुभएका 3 छोरा बुहारी
3 छोरी ज्वाइँ 12 नाति नातिना र 1 पनातिका अभिभावक यस नेपाली काङ्ग्रेस कानेपोखरी 5 का क्रियाशील सदस्य दिल्लीराज राई, मिनराज राईका बुबा तथा ऋतु राईका ससुराबुवा, नेपाली काङ्ग्रेस गाउँ कार्य समिति कानेपोखरीका उपसभापति, नेपालको लोकतान्त्रिक आन्दोलनका अथक योद्धा प्रजातान्त्रिक सेनानी जबरबहादुर राईको यही मिति 2082 साल वैशाख 18 गते बिहिबारका दिन 75 वर्षको उमेरमा भएको असामयिक निधन भएकोले हामी नेपाली काङ्ग्रेस परिवार अत्यन्तै मर्माहित भएका छौँ। मृतक स्वर्गीय जबरबहादुर राईको आत्माको चिर शान्तिको कामनाको साथ शोकाकुल परिवारजन प्रति धैर्य धारण गर्दै शक्ति मिलोस् भनी श्रद्धासुमन भावपूर्ण शोक संवेदना अर्पण गर्दछौँ। सचिव टेकबहादुर दाहाल टङ्क राई, सभापति टेकबहादुर मगर एवं समस्त नेपाली काङ्ग्रेस। र यस संवेदना लिइदिनु हुनको निमित्त शोकाकुल परिवारजनबाट एकजना आइदिनु होला र यो संवेदना हस्तान्तरण गरिदिनु हुनको लागि गोपाल मानसिंह भण्डारीज्यू, सञ्जय भट्टराईज्यू र जिल्ला सचिव मोजा घिमिरे र वडा सभापति टेकबहादुर मगर, माननीय मानबहादुर लिम्बू, पूर्व माननीय सुरेश प्रधान गरिदिनु शिव किन दाजुले गरेपछि मलाई भन्नुमा यो सँगसँगै पालिकाको पनि कानेपोखरी गाउँपालिका कार्य समितिको पनि संवेदना दिने कार्यक्रम रहेको हुनाले यो समय पालिका सहसचिव मनिष देवपानेलाई धन्यवाद सचिवजी। म नेपाली काङ्ग्रेस कानेपोखरी गाउँपालिका उपसभापति लोकतान्त्रिक आन्दोलनका एउटा योद्धा प्रजातान्त्रिक सेनानी आदरणीय बुवा जबरबहादुर राईज्यूको यस शोक संवेदना कार्यक्रममा उपस्थित हुनुहुने सम्पूर्ण नेतागण लगायत सम्पूर्णलाई जय नेपाल। म यस सम्पूर्णलाई एकमुष्ट सम्बोधन गर्दै मसँग रहेको संवेदना बढी गर्ने अनुमति चाहन्छु। राष्ट्रिय लोकतन्त्र समाजवाद नेपाली काङ्ग्रेस कानेपोखरी गाउँ कार्य समिति हार्दिक श्रद्धाञ्जली। जन्म मिति 2007 2 महिना 1 गते, मृत्यु 2082 1 महिना 18 गते। स्वर्गीय जबरबहादुर राई, खोटाङ जिल्ला लाफाङ 5 मजुवा निवासी बुवा प्रेमबहादुर राई एवं आमा रणमाया राईको कोखबाट विक्रम सम्वत 2007 साल जेठ 1 गते जन्मनु भई श्रीमती माया राईसँग वैवाहिक बन्धनमा बाँधिनु भई जीवनयापनको क्रममा हाल कानेपोखरी गाउँपालिका वार्ड नम्बर 5 जदामा स्थायी रूपमा बसोबास गर्दै आउनुभएका 3 छोरा बुहारी, 3 छोरी ज्वाइँ, 6 नातिनीको अभिभावक तथा नेपाली काङ्ग्रेसका क्रियाशील सदस्य दिल्ली राई, मिनराज राई एवं ऋतु राईको ससुरा बुवा, नेपाली काङ्ग्रेस कानेपोखरी गाउँ कार्य समितिका उपसभापति स्वर्गीय जबरबहादुर राईको यही मिति 2082 साल वैशाख 18 गते बिहिबारका दिन 75 वर्षको उमेरमा असामयिक निधन भएको हुँदा नेपाली काङ्ग्रेस कानेपोखरी गाउँ कार्य समिति परिवार शोक स्तब्ध एवं मर्माहित भएको छौँ। यस दुःखद घडीमा दिवंगत आत्माको चिर शान्तिको कामनासहित मृतक परिवार पर्न गएको यस वज्रपातप्रति हार्दिक समवेदना व्यक्त गर्दै शोक संतप्त परिवारमा धैर्य धारण गर्ने शक्ति मिलोस् भनी कामना गर्दै स्वर्गीय जबरबहादुर राईप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै साथै परिवारजनमा शोक समवेदना सम्प्रेषण गर्दछौँ। जय नेपाल। क्षेत्र सभापति गणेश खड्का, प्रदेश सभापति गङ्गा याखा, सभापति कानेपोखरी सभापति योगेन्द्र दाहाल एवं नेपाली काङ्ग्रेस कानेपोखरी गाउँपालिका परिवार।
यस संवेदना हस्तान्तरण गरिदिनु हुन काने पोखरी सभापति योगेन्द्र दाल, कोशी सदस्य शिव ढकाल, जमर पटेल, नरेन्द्र जमर पटेल, महासमिति सदस्य नगेन्द्र चमकटेल, महासमिति सदस्य सभापति सुवीर महाराज राई, प्रदेश सभापति गङ्गा याखा, उपमेयर ऋतु कोइराला थापा, थापा कोइराला उपमेयर थापा कोइराला, भइसक्यो उपमेयर के निस्कियो अब सब्जी अधिकारी क्यामेरामा हटाउँ सबैजना धन्यवाद प्रशस्ति थियो। अब यो सँगसँगै ज्येष्ठ नागरिकको पनि संवेदना दिने कार्यक्रमबाट आइदिनु हुन अनुरोध गर्दछु। ज्यादामा संवेदना दिएछ। तपाईँ एकजनालाई पानी घुमाइदियो त्यहाँ पानी कोही केटालाई आफै घुमाउनुहुन्छ पानी घुमाइदिनु हामी बुढाबुढी ज्येष्ठ नागरिक पनि यहाँ हाम्रा ज्येष्ठ नागरिक यस प्रकारका संयोजन गाईको विधानप्रति हामी बहुत उहाँबाट पाउनुपर्ने सहयोग जसरी हामीले पाइरहेको हामीले नपाउने भनेर हामीलाई अलिकति लागिरहेको र यसै सन्दर्भलाई म सबै नेतागणहरू अरू ज्येष्ठ नागरिकहरू अरू बुद्धिजीवीहरू सबैबाट यो पढ्न अनुमति चाहन्छु। अर्थ ज्येष्ठ नागरिक सेवा समाज काने पोखरीबाट कहिले रोक्न सकिन्न सबमा लादो छ छानी सबै जानी सक्नु हुँदैन आयुष कति जाइन्छ छाडी रुँदै पापी कालो लान्छ निमोठी कलिला युवा र वृद्धा पनि कस्तो नमिठो भएको चलन नै खेपिन्छ लाचार पनि शोक सम्वेदना जन्म 2007 साल जेठ 1 गते मृत्यु 2082 साल वैशाख 18 गते स्वर्गीय जबरबहादुर राई कोशी प्रदेश खोटाङ जिल्ला साबिक लथ्याङ 5 मजुवा निवासी पिता प्रेमबहादुर राई तथा माता रणमाया राईको कोखबाट 2007 साल जेठ 1 गते जन्मनु भई जीवनयापनका क्रममा 2025 सालदेखि जिल्ला मोरङ साबिक केरोन 1 हाल काने पोखरी 5 जलदा मोरङमा स्थायी बसोबास गर्दै आउनुभएका 3 छोरा बुहारी श्याम कुमार सपना, दिल्लीराज सन्जु, मिनराज ऋतु, 3 छोरी ज्वाइँहरू मोनिका स्वर्गीय अशोक, सविता जय, सङ्गीता विजय लगायत 12 जना नाति नातिना 1 पनातिका अभिभावक एवं यस ज्येष्ठ नागरिक सेवा समाज काने पोखरीमा मिति 2075-11-28 मा सदस्यता लिनु हुने सदस्य नम्बर 287 का आजीवन सदस्य जबरबहादुर राईको यही मिति 2082 साल वैशाख 18 गते बिहिबारका दिन 75 वर्षको उमेरमा दुःखद निधन भएको थाहा पाउँदा हामी सम्पूर्ण ज्येष्ठ नागरिक सेवा समाज काने पोखरी परिवार स्तब्ध भएका छौँ। परिवारजनका सम्पूर्ण सदस्यज्यूहरूले आफ्ना अभिभावक गुमाउनु भएको छ भने यस समाजले एक सामाजिक व्यक्तित्व सक्रिय ज्येष्ठ सदस्य गुमाउनु परेको छ। शोकको यस घडीमा राई परिवारमा पर्न गएको वज्रपातप्रति हार्दिक सहानुभूति राख्दै धैर्य धारण गर्ने क्षमताको कामना गर्दछु। ज्येष्ठ नागरिक सेवा समाज काने पोखरीका तर्फबाट मृतकको आत्माको चिर शान्तिको कामना सहित वैकुण्ठ वास होस् भन्दै भावपूर्ण श्रद्धासुमन चढाउँदै संतप्त परिवारप्रति शोक संवेदना सम्प्रेषण गर्दछु।
अध्यक्ष युवराज दवाडी, सचिव हेमराज नेपाल एवं सेवा समाज परिवार। हस्, अब यो हस्तान्तरण गरिदिनु हुन म हाम्रा कोषाध्यक्ष भट्टराईज्यूलाई यहाँ बोलाउँछु र परिवारका एकजना सदस्य आएर लिइदिनु हुन म आग्रह यो सँगसँगै हाम्रो स्वर्गीय जबरबहादुर राईको आत्माको चिर शान्तिको कामना गर्दै 1 मिनेट मौन धारण गरिदिनु हुन हार्दिक अनुरोध गर्दछु र यो समय हेरिदिनको निमित्त चन्द्रबहादुर गुरुङलाई अनुरोध गर्दछु। सुरु भनौँ, समय सुरु भनौँ, समय सुरु। धन्यवाद। त्यहाँ फेरि यता स्तरमा बस्नु ल, त्यहाँ परिवारको सदस्यले के भन्न आँट्दै हुन्छ कि परिवारको कुरा सुनेर यता स्तरमा फेरि गोपाललाई सबै बस्दिनु भन्छ नि। गोपाललाई यता स्तरमा बस्नु पर्यो भयो, गोपाललाई यता स्तरमा बस्नु पर्यो है। श्याम दाजु, राजु अनि विभिन्न संस्थाबाट छरछिमेक आफ्ना आफन्तबाट जति पनि पाल्नुभएको छ उहाँहरूलाई सबैलाई धन्यवाद। र हाम्रो नेपाली काङ्ग्रेस सङ्घ प्रदेश क्षेत्र पालिकाबाट जति पनि पदाधिकारी हुनुहुन्छ, यो हाम्रो परिवारलाई परेको पीडामा उहाँहरूले मलम लगाइदिनु भएको छ। हामी एकदमै तपाईँहरूप्रति कृतज्ञ छौँ। हाम्रो शोकलाई शक्तिमा परिवर्तन गर्ने तपाईँहरूले त्यसरी साथ दिँदाखेरि हामी एकदमै तपाईँहरूलाई मुरी धन्यवाद दिन चाहन्छौँ। अब धेरै के बोल्दैन, यति नै। जय नेपाल। तपाईँको मूल्यवान छ। अब उहाँको हौसला त्यस्तै हो। हामीलाई साथ सहयोगको लागि धेरै धेरै धन्यवाद।
छोरीचेलीको दाम छुट्याएर हामी कलेजमा पार्टी हाम्रो मानव भोलि पनि आइदिनु हो यहाँनिर यता हाम्रो अहिले बेलाको आन्दोलन ईमानदार है पढाइको खतरा हो मलाई पहिला क्लासको त नम्बर ल्याउ म पढाइमा सबैजना फोटो खिच्न त यहाँ अर्को बार यो भन्दा अघिल्लो 3 चाहिँ हैन भन्दा जानु भएको अङ्कल हाम्रो प्राडो कता गयो किन उ यता नि जाओस् घरको मान्छे कोही नबसी Come on.
मेरो छोरा कान्छ नमस्ते गर अङ्कललाई के छ हामी सबैजना सँगै पढेको आज दाजु ल मेरो भाइ नानीहरू कतिवटा भयो जेटिसेटी युकेमा छ कान्छी यहाँ पढ्दैछ मनुकामा मुना चाहिँ मुना त अनि सुरु अस्ति पेसारले हानेर यो सबै अपरेसन गरेर घरमै थन्किएछ आधी भात गर्दैन अब पहिला भन्दा अहिले गुन्डा टाइपको भएछ भौतारी कस्तोमा भोलि पछि आएर मिलाउनुहुन्छ दिउँसो यता भान्सा संस्कृति हो कान्छो